हेलो हेलो नमस्ते साथीहरु नमस्ते। आज म तपाईहरुको अगाडि केही गजलहरु ल्याएर उपस्थित भएको छु। म गजल सुनाउन गइरहेको छु, सुनिदिनु होला। थापाकाजीको गजल सुनेर लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। युट्युबमा पनि छ, हेरेर साथ सपोर्ट दिनु होला भन्दै मेरा गजल दुई शब्दका गजलहरु म सुरु गर्दै छु, सुनिदिनु होला। धन्यवाद। म एक्लो भएको होइन, मलाई समय अनि परिस्थितिले एक्लो बनायो। जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आवश्यक पर्छ। व्यवहार बदलिएर निस्किएको बोलीले नि धेरै कुरा टुटाउने गर्छ जिन्दगीमा। यस्तै हो, कुनै दिन उसको माया मनभरि थियो, आज आँखाभरि छ। आज म छु, भोलि मेरो याद रहनेछ। जब म हुँदिन तब मेरो चर्चा हुनेछ। कुनै दिन पल्टाउनु मेरो जिन्दगीको पान्ना, सायद त्यो दिन तिम्रो आँखामा पनि आँसु हुनेछ। सायद त्यो दिन तिम्रो आँखामा पनि आँसु हुनेछ। धन्यवाद। थ्यांक यू।